हेलो गाइज वेलकम टु माई न्यू भ्लगमा स्वागत छ फेरि पनि खत्रै डेन्जर न्यू भ्लग आइसकेको छ गाइज लोकल पाडामा। यो भ्लग चाहिँ सबले हेरिदिनु होला होइन। र आज चाहिँ हामी आइरहेको छौँ यो एरिया हो गोदावरी गोदावरीमा चाहिँ गोदावरी गोदावरी साइडमा चाहिँ हामी आज घुम्न आइरहेको छौँ। ल बो गोदावरी जाँदैछु एकदम भतिस कहाँ जाँदैछु गोदावरी टु यस्तो खतरा बाबा चाहिँ हामी घुमेर आउँदैछौँ। सबले लाइक कमेन्ट खानाले हामी यहाँ होइन गोदावरीको बाटो आइसकेको छौँ। पहिले आउँदा चाहिँ फर्स्टचोटि आउँदा चाहिँ यहाँ केही बनेको थिएन, अहिले चाहिँ यहाँ फेरि स्ट्रक्चरहरू बन्दैछ। यहाँ यो चाहिँ फुटबल ग्राउन्ड। यहाँ त कस्तो जाडो पो भयो, जाडो हुन्छ नि यहाँ त। त्यसो अघि बाटो बन्दैछ आज यहाँ फेरि बन्ने सेकेन्ड डे हामी गोदावरीको बाटो आइसकेको छौँ। गोदावरीको बाटो एकदम खतरा डेन्जरस बन्दैछ। घुमेर यहाँ धेरै मान्छेहरू आइसकेको छ, भन्नै पर्दैन होइन। गाडीमा नि फेरि यस्तो डेन्जर आइरहन्छ। म चाहिँ यहाँ फेरि आइसकेको छु गोदावरीको साइडमा रोयल पारामा आइसकेको छु। बत्तिस किन तिमी अल्मलिरहेको? अब यहाँ हामीले टिकट काट्नु पर्ने हुन्छ। टिकट काटेर हामीले छिर्नुपर्ने हुन्छ गेटमा। रोड लिएर हिँड्दैछौँ, भित्र पस्नु पर्ने हुन्छ, तिर्नुपर्ने हुन्छ क्या फेरि। हामी आइसकेको छौँ गोदावरी यो गेटबाट। र यो चाहिँ भिडियोमा देखेको सुटिङमा देखेको थियो। टिकट लिएर पनि आइसकेको छौँ, भित्र प्रवेश गरिसकेको छौँ। गोदावरी बनाएमा भन्ने भिडियोमा देखेको घर चाहिँ यही हो। घर यस्तो छ है, यस्तै छ। बहुत रमाइलो लागिरहेको छ होइन एकदम। त्यो ठाउँ भनेको नि एकदम स्वर्गको ठाउँ। ठ्याक्क धरानको जस्तो श्रम संस्कृति पार्क जस्तो ठाउँ आइसकेको छौँ, भन्नै पर्दैन होइन। फेरि गोदावरी बनाइमा के छ तिम्रो मनैमा भन्ने ठाउँमा हामीले आइसकेको छौँ। राखिदेऊ न राखिदेऊ मनैमा। जस्ट मिस्टेक भयो मबाट। सबको राख्ने ठाउँहरू छ यहाँ, कता राख्ने हो मनको कुराहरू, यस्तो ठाउँहरू छ। र हामी यहाँ भन्नै पर्दैन। कमल फुलको पोखरी चाहिँ यस्तो छ यहाँ फेरि। फुल्ने सिजनमा आउँदा फुल्छ नभए फुल्दैन है कमल फुल। अनि यहाँ फेरि यस्तो छ क्या, यहाँ चाहिँ सरठोपाइ भइरहन्छ। गोदावरी बनैमा राखिदेऊ मनैमा भने हामी ठाउँमा फेरि यहाँ भित्र छिर्नुपर्ने हुन्छ। कस्तो लागिरहेछ बत्ती? बगाल हामी हिँडिरहेको छु। त्यो बाटो लास्ट अप्ठ्यारो। अनि यता हेरौँ यस्ता गाडी छ, अनि यता गाडी। यसको पात झरिसकेको छ के, यसको पात झरिसकेको छ। बोलाउने ठाउँमा आइरहेको छु म। यस्तो मान्छे बोलाउने ठाउँ अनि मान्छेलाई याद आउने ठाउँमा आइरहेको छु म। हजुर तर एउटा कुरा क्या, के कुरा भन? सब जोडा मात्रै आउँछ त यार। के गर्नु, मेरो त जोडी नै छैन। म जस्तो मान्छेलाई कसैले खुसी दिँदैन, कसैले हेर्दैन, यस्तो तनाव लागेर आएको छ कि त्यो कुरा हामी एक्लै हो। सो दरबार छिरिसक्यौँ, हिरा भएको दरबारमा। भतिज यस हेड भन्नु क्या होइन। हामी पुग्दैछौँ यमराजको सुन्दर त्यो स्वर्ग जस्तो ठाउँमा। त्यो स्वर्ग देखाउँदैछु तपाईँहरूलाई, हेर्नुहोस् भन्
हुने गर्दैन यहाँ यस्तो स्वर्गको जस्तो ठाउँ र त्यसो फुलै फुल भएको ठाउँ हामी पुग्दैछु झरना भएको ठाउँ पुग्दैछु यता कति झरना हामी झरना पुग्दैछु यही झरना हेर्नुलाई हामी कहाँदेखि आइरहेको छौँ झरना त्यो चाहिँ हामी फर्स्ट टाइम यो झरना हेर्न आइसकेछौँ र झरना फोटो खिच्ने हो अब यहाँ झरनातिर यस्तै छ होइन अब यहाँ फेरि यता यता अब झरनाहरू पनि छ यता चाहिँ पुरै गाडेन्सहरू छ यस्तै छ जाँदैछु म टाढा अब फर्केर आउँदिन म जाँदैछु टाढा अब म फर्केर आउँदिन ए म हिँड्दैछु टाढा जाँदैछु म एकदमै ठुलो टाढा मैले भने नि तपाईँहरूलाई होइन फुलबारी देखाउँछु भनेको थिएँ यहाँ फुलै फुल छ फुलबारी भने यही हो फुलबारी स्वर्गको बगान भन्ने ठाउँ आइसकेको छु कि म यही हो स्वर्गको बगान फुलबारी अनि यहाँ यस्तो हिरा जस्तो घर छ कि त्यो हिरा जस्तो घर त्यो चाहिँ घर हिरा अनि त्यो फुलको बगानभित्र हुनु यस्तो डेन्जर छ नि यस्तो डेन्जरस फुलै फुलको स्वर्ग हेभन सय थरीको फुलहरू छ ल अब तिमी यस्तो हिँड नि त यस्तो हिँड न झोला चाहिँ ल्याउनु भदिस तिमी कहाँ बसेको यहाँ हरियाली छ यार अनि यहाँ तिमीले रोज डेमा फुल नदिएको कसैलाई के गर्नु यत्रो रोसै रोस छ त रोज दिनुपर्छ नि त खै त दिउँ भनेको आज दिउँ भनेको के हिजो भ्यालेन्टाइन डेमा के दिएनौ दिनुपर्छ नि अनि यहाँ दिदीहरूले हेरिरहेको रहेछ हेलो अङ्कल हजुर भतिज अनि आजको दिन कस्तो रह्यो कस्तो चलिरहेछ एकदम आज के अरे आज शिवरात्रिमा अब के हुनु यस्तो रमझम छ मान्छे यस्तो आएको छ भन्नै पर्दैन होइन दिदीहरू हेरेर हाँसो छ यार जाउँ सुटिङ भइरहेको छ फेरि एकदम ठिक छ सुटिङ खतरासँगले सुटिङ भइरहेको छ है टकसँगले त्यसरी ल्यान्ड अप सो अनि हामी हिँडिरहेको छौँ के छ गाइस ठिक छ यार फाइनली हामी त घुम्न आइदियौँ गोदावरी ओ हेलो हेलो ए भाइ स्विचेस गरेर आज ल तिमी पनि ल माया छ है तिमीलाई होइन अनि सुटिङ चलिरहेको छ फेरि सुटिङ ल ल तिमी होइन ओहो यहाँ त कलर गरेर यस्तो राम्रो बनाइछ नि राइट कलर गरेर हाम्रो भतिजलाई पनि यो फुल देखेर एउटा याद आएर के याद आएर भतिज वा वा हामी गीतै याद आएको मलाई यार भतिजलाई यो ठाउँ ल्याएको गीतको याद आएछ अब अरू ठाउँमा आयो भने भतिजलाई के याद आउँछ होला है ए भन्नै पर्दैन फेरि सो हेलो गाइस के छ हालखबर
गोदावरी बनैमा राख मलाई मनैमा ल ल ल हजुर फुलहरूको फोटो खिच्न टिकटकमा बनाएर कति फुललाई कति पर्छ यसको प्राइस कति हो हो फुल कुन फुल हो थाहा भएन होइन फुलै छैन लोकल बडा हामी हालिरहेको छौँ फाइनल हामी फेरि यहाँ भिजिट अब हामीले यहाँको हेर्नुपर्ने हुन्छ खतरा खतरा चिज पसेर भित्र पसेर हेर्नुपर्ने हुन्छ यहाँ प्लान्टहरू चाहिँ यस्तो दामी दामी छ होइन गोदावरीमा प्रायः जस्तो प्लान्टहरू पाइन्छ र प्लान्टमा महँगी महँगी प्लान्टहरू हुन्छ यो चाहिँ धुप्पी यसलाई के भन्छ थाहा छैन यसको नाम चाहिँ थाहा भएन है अनि यो नामहरू चाहिँ थाहा भएन तर पनि रुद्राक्ष हो क्या है नामहरू सबै हुन्छ होइन जिन्दगीको बाटो हिँड्नु परिरहन्छ जिन्दगीको बाटो हिँड्दैछ हाम्रो भतिज कहाँसम्म पुग्ने हो भतिजको लक्ष्य भन्नु पर्दैन फेरि कहाँ जानुपर्ने सब बन्द भइदिएको छ यहाँ यस्तो भ्यू देख्छ यो दुनियाँ पुरै घुमिसके कहाँ पुगिसक्यो तिमी ढलिसके म ढलिसके मायामा ढल्नु हुँदैन हरियाली देखेर म मायामा ढलिसके पागल हुनु हुँदैन ढल्छ ढल्छ कोही कोही ढल्छ कसम अङ्कल या अङ्कल किस खाइदिउँ भन्ने फेरि ल चलो चलो जिन्दगी हाम्रो बेहाल हो भएन ओइ छैन भ्यूै दामी छ क्या यार ल म हिँडेको बनाउनु ल यस्तो भइहाल्छ नि भिडियो बनाएको तिम्रो लागि यस्तै छ जिन्दगी तिमी बिना जाऊ न जाऊ हामी कुन पोखरी आयो कमल विनायक पोखरी त आएन
गोदावरीको पोखरी होइन तिमी फुटबल खेल्ने ठाउँमा आइसकेछौ है सुती खेल्दा पनि केही हुँदैन क्या हो बल खै त बल त्यही त बलको यहाँ बल नभएर टेन्सन लाग्यो बल खेल्नुपर्छ नि यहाँ फोटो खिच्नु त ल घुम न रमाएको जस्तो स्माइल देऊ न ए भन्नु यहाँ कस्तो खतरा खतरा ठाउँहरू छ अङ्कल हजुर केटीहरूलाई जाडै हुँदैन नि जाडो कहाँ जाडो हुन्छ उनीहरूलाई नाङ्गी हिँड्ने मान्छेलाई कहिले जाडो हुन्छ त्यही त त्यही भने हामी यहाँ हामी यत्रो बाघको कपडा लगाएर हिँड्नुपर्छ लाउँदा समय त जाडो भइरहेछ यार भन्नै पर्दैन कि फेरि यस्तै हो जिन्दगी भनेको रिल्याक्स कुल होइन के घुमाउँछु भाइ होइन यस्तै हो तर बाइक चाहिँ छैन है बाइक छैन हामीसँग बुलेट छ होइन अब 1 वर्ष पछाडि आउँछ बुलेट 2 खुट्टे बाइक हो हाम्रो ए बाइक जहाँ पाएँ तर्दैछौँ फेरि आमा डेन्जर पुल यो पुल हो नि त लड्छ क्या हो यार पुल पनि होइन यस्तो डेन्जर पुलहरू छ फेरि यो पुलमा भन्नै पर्दैन है पुल पिङ पनि खेलिरहेको छ उता त हेट गेट हो नि त यो भन्नु अर्ग्यानिक गेट गेटमा कहाँ को छिरहेछ क्या के छिरहेछ भत्ती छिरमा भाग्यमानी हो फेरि यस्तो गेटमा ए भिडियो बनाइ क्या ए ल त घुम यता त हिँड ल हो आऊ यता जिन्दगी होइन अनि यो चाहिँ गोदावरी ठाउँमा फुटबल खेल्ने ठाउँमा यस्तो आइरहेको छु होइन सुतेको हुन्छ है एकदम सुन्दर ठाउँ छ यति दामी भन्नै पर्दैन स्वर्ग जस्तो ठाउँ उठ्ने यार उठ ल भयो यो यहाँ मुडे कान्छा कमरमा पोको उठैमा हाँसौ तिमीलाई पनि लैजान्छु ए अङ्कल मसित तिमीलाई पनि भगाइ लान्छु प्रेम सातौँ जनम तिम्रै नाम गरे मैले गरे अङ्कल अङ्कल अँ तपाईँलाई एउटा कुरो भनौँ भन भन्नु कि नभनौँ म भन्नै पर्छ फेरि त्यस्तो नाइनास्ती केही भन्नु पाइँदैन नि ल म के नास्ति भन्दिनँ त्यो नराम्रो सोच्ने होइन नि फेरि त्यस्तो के नराम्रो सोच्दिनँ म कसैको बारे केही सोच्नेवाला छुइनँ यो ठाउँमा क्या अँ यो ठाउँमा घुम्न आउन चाहिँ एउटा जोडी लिएर पनि पर्ने रहेछ पर्दो रहेछ के भन्नु अर्कोचोटि आउँदा चाहिँ जोडी यता देखाउनु अँ न सब जोडा मात्रै आउँछ यार हो हामी त सिङ्गलै आएको सिङ्गलै जाने भने यार पिर नगर म छु म खोजिदिन्छु या अहिले एकछिनमा खोजिदिन्छु हेर्दै जाऊ अहिले नै चाहिएको थियो मलाई हो त्यस्तो लभमा फस्नु हुँदैन क्या अहिले ए अङ्कल अहिले करियर त्यस्तो करियर बनाएपछि त कस्तो जोडी आउँछ थाहा मैले हुँदैन के भनेको थिएँ फेरि अङ्कल यार त्यस्तो नराम्रो नसोच्नु भनेको फेरि सोच्दिनँ। लभको कुरा आयो अङ्कल होइन लभ चाहिन्छ लाइफमा साथ दिने मान्छे चाहिन्छ अगाडि देखाएको पुरै मान्छे देखाएको थियो अगाडि यो आकाश भने नि यो फुल भने नि यो बोट भने यो धरती भने नि यो स्वर्ग नै हो स्वर्ग नै हो अँ, वास्तव कराउदी वास्तव होला उम्। ए अङ्कल कहाँ कुदेको यार ए कहाँ कुदेको मुला के देखिरहेको छु मैले के देखिरहेको छु
ए बोरा बहर खाएको निस्किन्छ यार ओहो यो चाहिँ बेहुला बेहुली क्या हो ल ल किस खान लाग्यो के गर्छ ल किसै खाइदियो यार डेन्जर किसै खाइदियो भाइहरूको न छ हजुर छ ल भयो भयो सन्चै हुनुहुन्छ बाजु सन्चै छु बाबा नै हो र भित्र छिर्ने हो टाइम भइसक्यो कति बजे यो भनेको एउटा दरबार ए हेरि हेर न तिमी यस्तो दामी छ यो बादल भने नि तिमी यो फुल भने नि तिमी तिमीलाई देखेर म साह्रै खुसी छु नि जिन्दगी भनेको स्वर्ग जस्तै हो तिमी बिना केही पनि चल्दैन मलाई नि फेरि नाम के हो तिम्रो दिया भविष्यमा के भन्ने भविष्यमा के भन्ने पढेर के भन्ने ल दिया गयो ल बाई त्यो साइड सुनको दरबार घुमेर आइसकेछौँ हामी अनि हामी एउटा चरालाई हेर्न आइसकेको छौँ यस्तो काग काग कुन पन्छीले आफ्नो नाम काट्छ त्यो हो काग 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 यो काग उडिरहेछ बुई बुईमा अनि हामी जान्छौँ त्यो ठाउँमा मलाई मेरो सिन्धु जिल्लामा यस्तै खतरा ठाउँ बनाउन मन लागेको छ क्या सिन्धु जिल्लामा गोदावरी त्यस्तो सुन्दर ठाउँ घुम्ने ठाउँमा टक्क गर्लफ्रेन्ड सर्लफ्रेन्ड सब घुम्ने ठाउँ अनि टक्क जाने फ्यामिलीहरूदेखि लिएर सबजना घुम्ने ठाउँ एउटा दामी पर्यटक क्षेत्र बनाउन मन लागेको छ यस्तै सुन्दर ड्रिम चाहिँ कहिले पुरा हुन्छ कहिले पुरा हुन्छ क्या हाम्रो जिल्लामा यस्तै सुन्दर ठाउँ बनाउने कि नबनाउने बनाउनु त पर्ने हाम्रो जिल्लाको नेतै के हो हो। भन्नु यार सब पेट फुल्याउने खालको मात्र छ अब नेतालाई हामी के गर्छौँ पर्छ लाद हान्नुपर्छ है यस्तो दामी ठाउँ बनाइदिन्छु सिन्धुली ल सिन्धुली बनाउने सपना छ तर कहिले बन्छ होइन राम्रोसँग हामीलाई भोट दियो भने हामी फेरि बनाइदिन्छौँ काका भदै मिलेर घुमघाम गरेर निस्किसक्यो है निस्क्यौँ टाइम पनि सकियो अब यहाँ बन्द हुने बेला बन्द हुने हो 5 बजिसक्यो 5 बज्योभन्दा उता चाहिँ खुल्दैन बन्द हुन्छ 5 बजीदेखि गाइस ल। हामी फाइनली निस्क्यौँ ल सबले लाइक गर्नु सेयर गर्ने होइन मनी यही हो एरिया के बिर्सी हुँदा पस्ने हो जाऊ के नखाने लमक लमक लम्किरहन्छ बदाम खाने बदाम अहँ, नफुली पोरा घोडा यहाँ आइसकेको छ है पोरामा देखिदियो यस्तै घोडा खतरा खालको घोडा केलाहरू छ